तपाईको युट्युब च्यानल कसरी सुरक्षित राख्ने। नयाँ युट्युब क्रिएटरले आफ्नो युट्युब च्यानललाई 2 स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ। यदि तपाईको च्यानल 2 स्टेप भेरिफिकेसन अन छैन भने तपाईको च्यानल खतरामा पर्न सक्छ। तपाईको च्यानल मोनेटाइजेसनका लागि अप्लाई गर्न मिल्दैन। तपाईको च्यानल ग्रो हुँदैन। त्यसैले तपाईले आफ्नो युट्युब च्यानलमा रहेको गुगल अकाउन्ट या जीमेल आइडीलाई 2 स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ। यसो गर्दा तपाईको च्यानल सुरक्षित रहन्छ। अब बाँकी मोबाइलको स्क्रिनमा सबैभन्दा पहिले तपाईले आफ्नो च्यानल चेक गर्नुपर्ने हुन्छ। त्यसका लागि YT स्टुडियोमा क्लिक गर्ने। त्यसपछि तलपट्टि अर्न दिएको छ त्यसमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि स्क्रोल डाउन गर्ने। गरिसकेपछि यहाँ 2 स्टेप भेरिफिकेसनका लागि अप्लाई गर्न भनेको छ। अब हामी गुगल एपमा जान्छौँ। अब त्यसका लागि गुगल एपलाई ओपन गर्ने। त्यसपछि माथि आफ्नो प्रोफाइलमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले आफ्नो युट्युबमा रहेको गुगल आइडी यहाँ लगइन गर्ने। त्यसपछि यहाँ म्यानेज योर गुगल अकाउन्ट दिएको छ त्यसमा क्लिक गर्ने। गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि यहाँ सेक्युरिटी एन्ड साइन इन दिएको छ त्यसमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि स्क्रोल डाउन गर्ने। अब यहाँ 2 स्टेप भेरिफिकेसन दिएको छ त्यसमा क्लिक गर्ने। त्यसपछि यहाँ आफ्नो मोबाइलको लक खोल्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईले जुन च्यानलको 2 स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हो सो जीमेल आइडी लगइन भएको हुनुपर्छ। त्यसपछि यहाँ फोन नम्बर दिएको छ। यसमा तपाईको फोन नम्बर इन्ट्री छ भने केही गर्नु पर्दैन। छैन भने यहाँ क्लिक गर्ने। त्यसपछि यहाँ एड फोन नम्बरमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ आफ्नो कन्ट्री सिलेक्ट गर्ने। त्यसपछि आफ्नो फोन नम्बर इन्ट्री गर्ने। त्यसपछि यहाँ नेक्स्टमा क्लिक गर्ने। त्यसपछि सेभमा क्लिक गर्ने। त्यसपछि यहाँ टर्न अनमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब माथि यसलाई ब्याक गर्ने। त्यसपछि फेरि 2 स्टेप भेरिफिकेसनमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब स्क्रोल डाउन गर्ने। त्यसपछि तलपट्टि टर्न अन 2 स्टेप भेरिफिकेसन दिएको छ त्यसमा क्लिक गर्ने। अब यहाँ डनमा क्लिक गर्ने। यति गरिसकेपछि तपाईको च्यानल 2 स्टेप भेरिफिकेसन अन भइसकेको छ। अब ब्याक गर्ने। यहाँ हेर्न सक्नुहुन्छ 2 स्टेप भेरिफिकेसन अन भइसकेको छ। अब तपाईले YT स्टुडियोमा गएर चेक गर्ने। त्यसका लागि YT स्टुडियोमा क्लिक गर्ने। त्यसपछि तलपट्टि अर्न दिएको छ त्यसमा क्लिक गर्ने। त्यसपछि स्क्रोल डाउन गर्ने। अब हेर्न सक्नुहुन्छ यहाँ 2 स्टेप भेरिफिकेसन हटिसकेको छ। अब तपाईको च्यानल 2 स्टेप भेरिफिकेसन अन भइसकेको छ। साथीहरु, भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिनुहोला। भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनुहोला र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। थ्यांक्स फर वाचिङ दिस भिडियो।